हेलो एभ्रिवान, वेलकम माई न्यू भ्लग। आज चाहिँ म चाहिँ घर आएको थिएँ होइन हिजो चाहिँ, अनि आज चाहिँ हामी स्कुल जाँदैछ रिजल्ट लिनु लागि। दुईजना चाहिँ गएको, सबिना चाहिँ अघि गएछ हो, हामी दुईजना चाहिँ जाँदैछ। यही हो हाम्रो गाउँ चाहिँ यस्तै छ हो। अब उकालो हिँड्ने डर छ, घाम नि त्यस्तै छ हो, गरमले चाहिँ तर मर्नु हुन्छ। त्यही माथि चिसो ठाउँ बसेर आएको। सो मेरो फाइनल लुक चाहिँ आजको यस्तो छ। यस्तो हेलो त भन्दै मेरो फ्यान्सहरूलाई पोस्ट गर्नु लागि त भिडियो बनाउनु पऱ्यो नि होइन। आया थाक्यो त्यही भन्यो गरमले थालेको। त्यही त भन्नु पऱ्यो नि, अरू के भन्नु र। मरिन्छ होला हौ गरमले योपालिको त। भोलि त ब्ल्याङ्केटहरू धुनु पऱ्यो म त, यस्तो घाम लाग्यो नि। त्यही भन्यो। सो सबैजनाको माध्यमिकको रिजल्ट आइसक्यो होला होइन। मेरो योपालिको हेयरकट चाहिँ यस्तो रहेको छ। हिँड्दा हिँड्दै थाकिसक्यो। कहिले पुग्नु? छ्या मोमो त खाँदिनँ म त, मोमो लिनु न्याक्कै भइसक्यो। अघि भिज बेलुका बनाएको थिएँ, बिहान पनि त्यही खाइकन अगाइ राखेको छु। मिठो मिठो मेरै दोकानको त्यहाँनिर पनि कि म गर्ने दोकानकै त्यहाँनिर त्यहाँ पनि भेज मोमो पाउँथ्यो नि देखि, दामी पाउने नि। 40 रुपियाँ प्लेट होइन, 10वटा पाउने। 10वटा पाउने हो। त्यो नि आत्रो बढेको थियो लान्छ कि अन्त मिठो होइन। टेस्ट म कहीँ छ। क्याबेजकै बनाएको थियो कि, तर पनि क्यारेक क्यारेक नहुने। कति थियो? कति न कति थिएन त्यस्तो। सो अहिले चाहिँ हामी चाहिँ रिजल्ट थापेर नि निकै टोल आएको छ हो, आइपुगिसक्यो। घर जाँदैछौँ। साथीहरू भेटेर चाहिँ बजार नै एकछिन गयो होइन, मिठाई सिठाई खाएर चाहिँ घर गएको चाहिँ। सो एकदम हरियाली छ हाम्रोतिर चाहिँ। गरम नि त्यस्तै छ तर हप आइसक्रिम खाऊँ कश्मीर जाऊँगी टाइपकै छ यहाँनिर गरम चाहिँ। सो हाम्रोतिर इस्कुसहरू पनि अहिले निकै बढिसकेको रहेछ। इस्कुस फलेपछि चाहिँ इस्कुसको मात्रै सब्जी हुन्छ नि त, तर नि हो न्याक्कै वाक्कै दिक्कै अमा। त्यही त साग भएपछि फेरि सागै मात्रै हुन्छ। जनको चाहिँ ठाउँमा केही उम्रिँदैन नि। त्यही त। सो हाम्रोतिरको चाहिँ भ्यूहरू चाहिँ यस्तै हो। गरम भएर मर्नु हुन्छ तर अब आउँदाखेरि म कुर्ता लागि नपर्दै फर्म निकाल्नु, फर्म निकाल्दै भोट्दै डाइरेक्ट हमला। स्कुल लाग्ने बेला आउँदा पनि हुन्छ तर हामी त कहिले भन्छ तैँले आउनु। स्कुल लागिहाल्नु हुन्थ्यो नि। नेक्स्ट मन्थ लाग्छ होला हौ। 3 महिना भयो त, भोलि पक्कै 3 महिना आजकोसम्म लागेको हुन्थ्यो नि। पक्कै घरमा बस्दा त्यति सबैसँग बाँच्छ नि। ए हो त्यो त्यस्तै छ, त्यसको उयस नै त्यस्तै हो बानी। अब के भन्नु अब त। ओ माई गड, यसले चाहिँ आज चाहिँ फ्ल्याट किनेर लगाइराखेको चाहिँ फर्स्ट टाइम है यसले किनेको चाहिँ। लगाएको पनि फर्स्ट टाइम, किनेको मात्रै होइन।
नि होइन सुँदो के देखेर हाँसेको भन न तँ किन कस्तो भुलेको नि त्यो छोरी आज गएर त एउटा ब्ल्याङ्केट धुनु पर्यो सो हेलो गाइस हाम्रो गाउँ चाहिँ नि यहाँ आउँदो यहाँ तल छ हाम्रो गाउँ चाहिँ हाम्रो घर देख्दो रहेछ यहाँदेखि चाहिँ दामी यहाँको रुखहरू अहिले चाहिँ छैन त्यहाँको चाहिँ देख्दैन पानी पिउने नपिउँ ल जाउँ न हाम्रो चाहिँ आमाले लिप्छु भनिरहेको थियो झड्डैले लडे छिटै नजाने त्यही त 17 वर्षको भए गर्मी डीजे वाला बाप चलाते डीजे वाले गाना तू चला रे के रे अन्त ट्र्याक र सर्ट लगेको आउँछ चप्पल लगाएर आउनु पर्यो नेक्स्ट टाइम त यतिको क्या त टी सर्टले सक्ने खालके फ्ल्याट लगेर अब साइड बोक्नु थाल्यो अघि महँगो थियो अब स्यान्डलले चाहिँ कुर्कुचा दुख्नु होला त्यो भने चप्पलै लगाऊ त्यसले पनि भिजायो दुख्यो हामी खाली खुट्टै के भने त्यो बोक्राको चप्पल बनाएर लाउँछ नि या त्यो प्लास्टिकको त्यो प्लास्टिक एक समय थियो नि त्यो काँचो किचक पारिकन ए हो सो म चाहिँ यहाँ तपाईँहरूलाई चाहिँ एकदमै दामी भ्यू देख्न चाहन्छु हो आइस न भाइ सो ये देखिए आप लोग यही है हमारा गाँव का व्यू पॉइंट थोड़ा बहुत इधर से अच्छा व्यू आता है तो मैं आप लोगों को क्या दिखाना चाहता हूँ वनझरी जानु नि हो यो डाँडादेखिको सो म चाहिँ अब अहिले चाहिँ ढुङ्गाको टुप्पोमा छु हो सो यहाँ चाहिँ एकदमै ठुला हावा आउँदैछ यो रुख भएर चाहिँ भ्यू चाहिँ राम्रो देखिन किनकि त्यो हाम्रो चाहिँ टावर छ नि त प्रिन्टर एकदमै दामी छ सो यहाँ चाहिँ घाँसको गेट रहेछ सो यसले चाहिँ आज किनेको फ्ल्याट चाहिँ उक्काइहाल्न आँटिसक्यो हेर्नुहोस् है गाइस नदेखान त्यसरी बुढोको 300 रुपियाँ त दाम त साढे 250 होला 250 मैले यसो दामहरू घटाउनु बोलेन कि मलाई फुलले मान्छ अनि यो नेक्स्ट मन्थ थियो होइन त मार्चमा गएको अन्त मार्च अप्रिलमा 1 महिना पुग्यो त्यहाँको अप्रिलदेखिको यो उयस महिना 2 महिना पुग्न आँटेको थियो आएन अनि म आज कति तारिक हो काम बढाइसकिनु दियो